Buckham, a small village situated at Listi Village Development Committee in Sindhupalchok district. It lies at the altitude of 2,749 feet from sea level. The place is 250 kilometers away through motorable road and takes additional 2.5 hours by foot to reach the desired location. Situated inside the Gaurishankar Conservation Area, the place is largely disconnected with the facilities of government, NGOs, INGOs, and private organizations. The entire village consists 65 households where around 350 to 400 people live. Among total households, 15 of them are into yak farming. The entire village was largely demolished by the 2015 Nepal earthquake, making all the people deprived of their own homes. Video was prepared after a conversation with Dazambo, one of the yak farmers of Buckham village regarding the present state of the village and the future with Buckham Cooperative. नमस्ते मेरो नाम दाचाङपु शेर्पा हो म यो भोटे कोशी एक लिस्टिका पहिले चाहिँ लिस्टिका गाविस होइन अब अहिले चाहिँ अब भोटे एक हो छगाम 7 मा बस्नुहुन्छ म अब चौरे पालेर अब यस्तै भयो 10 वर्ष जति भयो कमाइ अलिक कम्ती भयो कसरी भयो भने पैसा अब पहिले लिएर लिने खानी भयो अब त्यसले गर्दाखेरि घिउ छिर्केको रेटहरू अलिक कम्ती भयो अब छ हाम्रो 15-16 वर्षका माथि गाउँतिर पनि अब घरमा बस्ने इन्जिन गर्ने अब अलिकति विभाग बनिपऱ्यो अब हाम्रो चौँडेपुरको मान्छेलाई चाहिँ किनभने चाहिँ नबुझेको मान्छे भयो अलिकति लो भएपछि अब तिनीहरूले चाहिँ अब के उनीहरूले चाहिँ कमाइ हुने भयो गोरगाउँको मान्छेलाई चाहिँ कमाइ नहुने एउटा बुझ्छ मेरो दिमागमा चाहिँ त्यसो लाग्यो अब यिनीहरूले धेरै नै माथि कोसिस गरेको छ त पराएर ठेकदारहरूले मात्र कमाइ हुने भयो अब त्यहाँ बहुत भएपछि त राम्रो भएपछि त उनीहरू कमाइ नहुने भयो सोचाइ त्यहाँबाट त्यसो गरेर हामीले पोस्ट बेच्न नगरे ठेकदार भूकम्प आउँदाको सालदेखि हामीले कस्तो भयो भने हाम्रो घिउ छुर्किएको नि रेट अब त्यति पाएन अब घिउ मान्छेले कम्ती किनेर खानुपर्ने पहिला अब तातपान सहित चलाएको थियो अब तातपान बन्द भएपछि नाका बन्द भइसकेपछि हामीले घिउको रेट पाएन रेट कम भयो अब घिउ पनि रेट राम्रो छुर्पी पनि रेट राम्रो थियो अहिले चाहिँ अब छुर्पी त पहिलेदेखि उन्दै चलेर आएको थियो अब घिउ चाहिँ माथि खास चाइनिज चल्थ्यो अनि चाइनिजलाई धेरै जस्तो चाइनिजले कसको 50 लिटरसम्म हुन्छ कसको 60 लिटरसम्म हुन सकिन्छ कसको 30 लिटरसम्म हुन सकिन्छ चौडी हेरी हेरी छ त्यो बस्नु बोर्ड हेरी अब कसको अब चौडी छ 20-30 वटा पनि छ कसको चौडी 20 वटा पनि छ कसको चौडी 15-16 वटा पनि छ कसको चौडी 35 वटासम्म पनि छ गाउँमा त्यस्तो छ त्यसले गर्दाखेरि चौडीबाट त्यस्तो देखि दुध आउँछ निकै नै अब दिनमा 1500 गोठको जम्मा गरे भने अब क्याल्कुलेसन गरे भने 100 लिटर 100 लिटर 2-3-400 लिटर पनि भयो हुन्छ समाधानले अहिलेसम्म के हेर्नु भएको छ ग्रुप मिलेर एकै ठाउँमा दुसरो पिरेर यसो दुःखहरू बोल्नु सकेर मिस्त्रीहरू राम्रो निकालेर काम गर्नु सक्यो भने हामीले चाहिँ किनभने चाहिँ नबुढी बसम नराम्रो हुन्छ है भनेर सोचाइन्छ अब गाउँघरमा अब हाम्रो गाउँघरमा अब व्यवहार गर्ने व्यवहार ठाउँ छैन अब यो जुनै कामले एउटा बस्नु र एउटा कृषिको काम नगर्छौँ काम छ यो खर्कातिर बस्छ खर्का समितिको एउटा समिति बनाउनु पर्दाखेरि चाहिँ मैले चाहिँ अलिकति गोठमा टेस्ट उठाएँ अब धेरै उठाएन अब वर्षमा 1000 उठायो त्यो पैसाले चाहिँ हामीले बाटो बनायो चौडी हिँड्ने बाटो बनायो यसो जस्तो के अरे बारी बोकेर जानुपर्छ कोही गोठतिर त्यसको लागि हाम्रो यस्तो पार्टी जस्तो बनायो पैसा उठाएर हाम्रो गोठको पैसा उठाएर तर अहिले संस्थाहरूको पैसा लिएर सरकारको पैसा लिएर हामीले बनाएको छौँ तर बनाउनु त बनायो होला तर गाउँतिर चाहिँ हाम्रो चाहिँ लेकतिर चाहिँ हाम्रो चौडी हिँड्ने ठाउँतिर चाहिँ हामीले त्यही मात्रै गरेको छ हो सस्ता हुँदाखेरि कसरी फाइदा हुन्छ भने अब त्यही गाउँमा बस्दाखेरि चाहिँ कस्तो फाइदा हुन्छ भने अब गाउँमा हुँदाखेरि अब विश्वास हुने हो
सबभन्दा ठुलो कुरा विश्वास हुने भयो हाम्रो पैसा अब अलिकति बजेट बुझिरहने भयो अब नाभा मछली दिने नि पाउने भयो सोचाइ चाहिँ हाम्रो त्यहीपट्टि लागेको छ अहिले चाहिँ धेरै राम्रो जस्तो लाग्छ अब त्यो सार मछली पनि चिन्ने भयो यताउता साथीभाइले पनि चिन्ने भयो अहिले टाढो हुँदाखेरि त त्योसँग सम्पर्क सकेको छैन त्योसँग के सकेको छैन त्यो पनि सोचाइन्छ अब गाउँमै हाम्रो यसो चार आइसकेपछि हामीसँग भएको पैसा अब बढी भएको पैसा तेह्र आउनु पाउनु भयो नभए मछली अब दिनुपर्ने भयो पाउने भयो अब त्यहाँ पनि मछली अब सबै थाहा हुन्छ नि अब यो मछलीको समस्या यति छ यो मछलीको समस्या यति छैन भने त्यहाँ थाहा हुन्छ अब किनभने चाहिँ अहिले फेरि उनीहरूको अब ठेगा हुन्छ उनीहरूको पैसा पेलेको हुन्छ उनीहरूले डिस्टर्ब भएपछि जै जग्गा पर्छ अब चित्त हुन्छ अनि उनीहरूसँग माग्छासम्म उनीहरूको पैसाहरू छिनमिन हुन्छ छिनमिन भइसकेपछि त्यहाँबाट हामी जोड मिलाएर हामी जे गरे नि हामी गर्न सक्छौँ हामीले के भन्छ हामीले पैसा उठाएर नि हामीले काम गर्न सक्ने क्षमता पनि छ तर हामी 15 गोरमा हामीले केही नउठाएर पनि 1 लाख पैसा साफ गरेर उठाए पनि उठाउन सक्छौँ काम गर्न सक्छौँ 16 लाख भयो नि त के हुन्छ उनीहरूसँग बढी पैसा छ भने अलि रहन्छ अनि फेरि उताबाट सारबाट निकाल्न पाउँछ त्यो चाहिँ मैले त्यसको लागि मलाई धेरै हामीलाई खुसी लाग्छ तपाईँहरू माथि आउनुभएको छ तपाईँले देख्यो पार्टी आज पनि आउनु माथि लेकतिर कसो पार्टी बनाएछ यसो अब बाहिरको मान्छेहरू आउँदाखेरि कसो बाटो कसो सफल बनेर आउँछ त्यसो बनेर आउँछ अहिले कुनै पार्टीले गरेको छैन हामीले व्यक्तिले चाहिँ अब गोरको मान्छे व्यक्तिले चाहिँ अब लेकको जाने बाटो चाहिँ हामी हेरेर आउँछ पछि अब आऊ चाहिँ पार्टीले हेर्छु भने हेर्छ त्यो पनि थाहा छ